काठमाडौँ उपत्यकाको एक सुन्दर टाकुरामा अवस्थित छ शान्ति, विश्वास र आध्यात्मिकको प्रतीक स्वयम्भू स्तूपा। र पर्यटन र आध्यात्मको सङ्गम हो स्वयम्भू। यहाँ आस्था, परम्परा, कला र शान्तिको अनुभूति हुन्छ। किंवदन्तीका अनुसार हजारौं वर्ष अगाडि यो सारा उपत्यका जलमग्न थियो। यस विशाल तालको बीचमा फुलेको थियो एक दिव्य कमल। यसै कमलको प्रकाशले उत्पत्ति गर्यो स्वयम्भू ज्योति। स्तूपाको सेतो गुम्बा संसारको प्रतिनिधित्व गर्छ भन्ने मान्यता छ। बुद्धका आँखा चारैतिर हेरेका छन्, जसले करुणा र विवेकलाई सङ्केत गर्दछ। स्वयम्भू स्तूपाको आफ्नै ऐतिहासिक महत्त्व छ। स्वयम्भू स्तूपा करिब 200 वर्ष पुरानो मानिन्छ। बौद्ध र हिन्दू दुवै धर्मावलम्बीहरूका लागि यो पवित्र स्थल हो। सन् 1979मा युनेस्को विश्व सम्पदा सूचीमा सूचीकृत समेत भएको छ।
प्राप्त भएका जानकारी अनुसार इतिहास अनुसार लिच्छवी वंशका राजा वृषदेवले प्रारम्भ गर्नुभएको थियो स्वयम्भू स्तूपा। यहाँ हरेक बिहान देखिन्छ आराधना, ध्यान र आस्था। स्वयम्भू स्तूपा नजिकै एउटा सरस्वतीको मन्दिर पनि छ। यहाँ सरस्वती पूजाका बेला भक्तजनहरूको भिड लाग्ने गर्दछ। यहाँ आउने हर कोहीले बाँदरहरूको स्वागत पाउँछन्। त्यसैले यसलाई मंकी टेम्पल पनि भन्ने गरिन्छ। यो हो शाश्वत ज्योति, जसले काठमाडौँलाई मात्र होइन सम्पूर्ण मानव चेतनालाई उज्यालो बनाइरहेको छ। स्तूपा अगाडि वज्र छ, जसलाई इन्द्रको अस्त्र पनि भनिन्छ।
स्वयम्भू स्तूपबाट काठमाडौँ उपत्यकाको निकै रमणीय दृश्य पनि देख्न सकिन्छ। सबै दिशा निहालिरहेको बुद्धको आँखाले उपत्यकाको रक्षा गर्छ भन्ने मान्यता रहेको छ।